साथीभाइ हो, आज म रिसेक्सन गर्न सिकाउँदैछु टपकनको GM52 मोडेलमा। मेरो नाम प्रकाश थापा हो, काठमाडौँ बागमती इन्टरप्राइजेस त्रिपुरेश्वर काठमाडौँबाट हो। मेरो फोन नम्बर 9808820094 हो। म यो यसमा रिसेक्सन कसरी गर्ने भनेर सिकाउँदैछु है। यहाँ टपकनमा है ऊ त्यहाँ एउटा मेरो प्रिजम हाइट छ, BM एउटा भयो, त्यहाँ अर्को BM, त्यहाँ अर्को एउटा BM यतापट्टि फर्काएको छु। मेसिन बिचमा राखेको छु। यो मेसिनलाई यहाँको चाहिँ स्टेसन थाहा छैन, तर मलाई चाहिँ थाहा छ, मेसिनलाई चाहिँ थाहा छैन है। म अब यसले यो आफू उभिएको ठाउँ पत्ता लगाउँछ है साथी हो। म यही भिडियो बनाउँदैछु, तपाईँहरूलाई धेरैलाई आउँछ होला, तर पनि अब कुनै नआउने साथीहरूलाई यो भिडियो काम लाग्न सक्छ है। यो भिडियो बनाउँदैछु, यहाँ हेर्नु है। मैले यता टार्गेट सेट सबै गरिसकेँ, मेसिनहरू सबै सेटअप गरिसकेँ। दुईवटा BM को बिचमा, दुईवटा BM को बिचमा अथवा राखेको छु मैले मेसिन। यो मेसिनले अब यहाँको चाहिँ आफू उभिएको स्टेसन चाहिँ निकाल्नु पर्यो है। सबैभन्दा पहिले म के गर्छु भन्दाखेरि म बनाइदिन्छु, फाइलै बनाइदिउँ भनौँ न, फाइलै बनाइदिन्छु। ओके गर्नु, फाइल बनाइसकेको छ, मैले बनाइसकेँ है। बाहिर पुरै निस्केँ म, फाइल बनाइसकेपछि बाहिर पुरै निस्केपछि मेनुमा जाने, मेनुमा जान्छु। मेनुमा गइसकेपछि फर्स्टमा 1 नम्बर ओरिएन्टेसन छ, ओरिएन्टेसनमा जाने, फेरि अकुपेट ओरिएन्टेसन आउँछ। अब अकुपेट ओरिएन्टेसन आइसकेपछि केही गर्ने होइन, लोड सोड यता F लोड छ F1 मा, त्यसपछि DSS BN चाहिँ यताउति छ, तर तपाईँ कहीँ जाने होइन। F4 मा रिसेक्सनमा जाने है। यहाँ F4 रिसेक्सनमा जाने, कहीँ भर्ने होइन। त्यसपछि NEZ मा जाने, NEZ मा इन्टर गरिसकेपछि फर्स्ट पोइन्ट यहाँ देखायो, माथि रिसेक्सन फर्स्ट पोइन्ट देखायो। यसमा केही गर्ने होइन, मैले टार्गेट गरिसकेको छु। यहाँ टार्गेट गरिसकेको छु, सबै ठिक छ। टार्गेट खालि अब उतो प्रिजमलाई BM2 भनौँ न। यसको चाहिँ कहिले भर्ने होइन नि, फेरि यसको भर्यो भने त खत्तम भइहाल्छ। यसको त पत्ता लगाउने हो मेसिनले। त्यो BM2 लाई यसले फर्स्ट पोइन्ट भनेको छ। फर्स्ट पोइन्ट भनेको हामीले सम्झिनु त्यो हो। फर्स्ट पोइन्ट भनेको मैले चाहिँ सम्झ्यो 2 हो। त्यो एक त यो हुन्छ 1 नम्बर, यसले 3 नम्बर पत्ता लगाउँछ भनौँ न पछि। अब यसलाई म मेजर गर्छु है साथी हो। यसलाई म मेजर गरेँ, ओके। यसले के देखायो, हरिजन्टल डिस्टेन्स देखायो, ठिक देखायो। यसले हरिजन्टल डिस्टेन्स एकदम ठिक देखायो होइन। त्यसपछि यहाँ यसले के भन्यो भन्दाखेरि हाइट अफ रिफ्लेक्टर भने HR, हाइट अफ रिफ्लेक्टर भन्यो। मैले यहाँ भरेँ, है। भरिसकेपछि मैले एस गरेँ। अब यसले के माग्यो भन्दाखेरि उताको कोअर्डिनेट भर भन्यो, नर्थिङ भर भन्यो। मैले नर्थिङ, अब यताको कोअर्डिनेट नर्थिङ भरेँ। यसरी भरेँ। लिस्ट छ भने लिस्टबाट लोड गरेँ भइहाल्यो, होइन भने मैले भरेँ है। यो भरेँ, नर्थिङ भरेँ, स्टिङ भरेँ, जेट कोअर्डिनेट पनि मैले 100 भरिदिएँ। रिफ्लेक्टर हाइट भर भन्यो, रिफ्लेक्टर हाइट पनि 1.60 भरिदिएँ मैले। अब भरिपछि काम सक्यो सबै। यति यो 1 2 3 4टा भरिसकेपछि केही गर्ने होइन। 4टा भरिसकेपछि साथीहरूले रेकर्ड केही गर्ने होइन, F3 थिच्ने है। नेक्स्ट यो 4वटा कोअर्डिनेट सही भरिसकेपछि केही गर्ने होइन। यो सिर्फ रेकर्ड पनि थिच्ने होइन, इन्टर पनि गर्ने होइन। इन्टर थिचेपछि अरू प्यारामिटर खुल्छ, नगर्ने होइन। यो त 4टा सही भरिपछि नेक्स्ट गर्ने, सिर्फ नेक्स्ट गर्ने। अब नेक्स्ट गर्ने बित्तिकै यताको त भर्ने काम सकियो, मेजर पनि सकियो, भर्ने काम पनि सकियो। अब केही गर्ने होइन। माथि रिसेक्सन सेकेन्ड पोइन्ट भने होइन, भनेपछि केही गर्ने होइन। अब यो मेसिनलाई यसरी घुमाउँछु, यसरी सरर घुमाउँदैछु मेसिन। यसरी सरर मेसिन घुमाएर म चाहिँ यसमा लाँदैछु। यहाँ सेकेन्ड पोइन्टमा टार्गेट गर्दैछु है। सेकेन्ड पोइन्टमा टार्गेट गर्दैछु। केही अलिकति बिग्रियो कि यो रिसेक्सनमा अलिकति तलमाथि, यसमा तलमाथि गर्ने बित्तिकै तपाईँको उल्टा पाल्टा देखाएर बेहाल बनाउँछ। मिल्दैन, मरै मिल्दैन, जानेन भने है। यो चाहिँ जानेन भने चाहिँ मैले टार्गेट गरिसकेँ। ठ्याक्क टार्गेट मिलाएँ है। मैले टार्गेट मिलाएँ। अब सेकेन्ड पोइन्ट म मेजर गर्छु, केही गर्नु पर्दैन। सेकेन्ड पोइन्ट सिर्फ मेजर गर्ने। यहाँ हरिजन्टल एंगल देखायो,
भर्टिकल एङ्गल मात्रै देखायो अरू केही देखायो नेक्स्ट सेट केही गर्ने एङ्गल थिच्ने होइन है सिर्फ मेजर गर्ने अब F1 ले म मेजर गरेँ ठ्याक्क मेजर गरेपछि यसले के भन्यो भन्दाखेरि रिफ्लेक्टर हाइट राख भने यसले यहाँ HR भन्यो हाइट अफ रिफ्लेक्टर राख भन्यो मैले रिफ्लेक्टर हाइट राख्छु 2.75 हो यसको रिफ्लेक्टर हाइट ओके मैले यस गरेँ है यो केही गर्नु पर्दैन मेजर गरियो यो गरियो रिफ्लेक्टर हाइट राखेँ अब यसले के भन्यो भन्दाखेरि नर्थिङ स्टिङ भर भन्यो डिस्टर्ब गर्ने हैन यहाँ नर्थिङ स्टिङ भर भन्यो BM2 को नर्थिङ स्टिङ राख भन्यो मैले यहाँ उताको भर्दैछु है त्यो प्रिजम राखेको मसँग हातमा छ यहाँ म भर्दैछु अब मैले ठ्याक्क 30 64 459 यो भरि ठिक छ 900 यो पनि ठिक छ 968 यो पनि ठिक छ 65 छैन भने लोडबाट तान्ने अब मैले भर्ने म्यानुअली भरेँ भन्नु न सम्झिनु मैले म्यानुअली भरेँ यो पनि भरेँ यो पनि भरेँ यो पनि भरेँ जेट कोर्डिनेट 100 राख्दिएँ मैले हैन रिफ्लेक्टर मैले राखिसकेँ रिफ्लेक्टर पनि राखिसकेँ है अब यसमा नेक्स्ट गर्यो भने अर्को भर्ने मेजर त गरिसक्यो रिफ्लेक्टर मैले यो पनि भरिसकेँ अब केही गर्नु पर्दैन है साथी हो केही गर्नु पर्दैन यसमा यता फर्काउँछु यसले क्याल्कुलेट थियो अब मेजर सेयर के गर्ने अर्को यता अर्को पनि पोइन्ट छ त्यो गर्ने भने नेक्स्ट गर्ने होइन भने सिर्फ भरिसकेपछि अघि नै मेजर त गरिसक्यो सेकेन्डमै मेजर गरिसक्यो त्यसपछि अब चाहिँ क्याल्कुलेटर थिच्ने है क्याल्कुलेटर थिच्ने ठ्याट्ट क्याल्कुलेटर थिचेपछि यसले आफू उभिएको ठाउँ देखाउनु पर्छ यसरी देखायो है अब यसरी कसरी देखायो भन्दाखेरि यहाँ यसरी देखायो यसले के देखायो भन्दाखेरि 30 64 461 है 0.009 देखायो हैन 0.99 देखायो हैन नर्थिङमा स्टिङमा देखायो 62 9 9 16 0.001 देखायो है अनि जेट कोर्डिनेटमा 99.987 देखायो अब रिजल्ट के छ भन्दाखेरि साथी हो म यहाँ यसको चाहिँ यसले आफू उभिएको पोइन्ट सही छ कि छैन भनेर म चेक गर्छु कसरी गर्छु भन्दाखेरि यहाँ चाहिँ आफू उभिएको पोइन्ट यहाँ छ यहाँ हेर्नु यसले आफू उभिएको पोइन्ट ठ्याक्कै देखाए 30 64 461 .0999 62 999 16.001 यहाँ पनि त्यही छ 001 छैन 990 एक पोइन्ट पनि इरर देखाएन ल हेरौँ है यो मसँग नक्सै छ यसको भरे मैले पहिले मैले यसको भरे दोस्रोमा यसको भरे हैन अनि यो दुईटाको ट्याली गरेर हेर्दाखेरि यहाँ यो सेन्टरको बिचको आफू उभिएको पोइन्ट यो देखाए पोइन्ट हो तर मेसिनलाई चाहिँ थाहा थिएन नि मेसिनलाई थाहा थिएन यो ठ्याक्कै भ्यालु 00 देखायो यसरी मिल्छ अब म रिजल्ट हेर्छु है यहाँ के देखाउँछ रिजल्ट सबै 00 देखायो फर्स्ट पनि 00 यहाँ हेर्नु है फर्स्ट पनि इरर 00 देखायो सेकेन्ड पनि इरर 00 देखायो यसरी ठ्याक्कै मिल्छ यदि गर्न जानियो भने यसरी मिल्छ गर्न जानिएन भने पत्ता साफ मैले नै 50औं पटक बिगारेको छु तर कहिलेकाहीँ चाहिँ यसरी भिडियो बनाएर चाहिँ आफूलाई पनि लाग्छ काम लाग्छ साथीहरूलाई है यो अलिकति मिस्टेक भयो कि पत्ता साफ दायाँ बायाँ तल माथि देखाएर बिजोग बनाउँछ यसरी गर्नुपर्छ है एकपल्ट बिग्रियो भनेर चिन्ताहरू गर्नु पर्दैन फेरि दोहोऱ्याएर गर्नुपर्छ तर एकदम मिलाएर गर्नुपर्छ मैले जसरी भिडियोमा देखाएँ तपाईहरुलाई त्यसरी नै गर्नु होला ठ्याक्कै मिल्छ अब यो थर्ड पोइन्ट बन्यो जस्तो हामी साइडमा जाँदाखेरि दुईटा मात्रै बेन्चमार्क हुन्छ दुईटा मात्रै बेन्चमार्कको बिचमा दुईटै पोइन्ट देखिने ठाउँमा अलगै राख्ने मेसिन सेट गर्ने जहाँसुकै राख्नुस् मतलब भएन अनि दुईटाको सही गरेपछि थर्ड देखाउँछ थर्डमा रिजल्ट पनि हेर्नुपर्छ रिजल्ट यदि 00 आयो भने त्यो सही पोइन्ट हो होइन भने बिग्रियो यसरी रिजल्ट 00 आउनुपर्छ नर्थिङ स्टिङ फर्स्ट पोइन्ट पनि 00 सेकेन्ड पोइन्ट 00 आएपछि यो चाहिँ सही पोइन्ट तपाईहरुले थर्ड पोइन्ट बनाउनु भयो पहिलो त छँदैछ दोस्रो पनि छँदैछ तेस्रो पनि पोइन्ट यो स्टेसन पोइन्ट यो भएको हुनाले अब तपाईले यहाँबाट काम गर्न सक्नुहुन्छ तीनटा पोइन्ट बनिसकेपछि तपाईले फटाफट सर्वे अगाडि बनाउन सक्नुहुन्छ अनि त्यसपछि तपाईको फटाफट के आउँछ लेआउटको काम आउँछ अब अनि विभिन्न अब त्यहाँ पोइन्टहरु हुन्छ यसबाट फटाफट तपाईको समाउँछ यसरी यो काम गर्ने तरिका यो हो अलि भिडियो लामो भयो साथी हो केही यस्ताउति परेछ भने मलाई सम्झिनु होला बाइ बाइ